सर्वप्रथम सबैजनालाई नमस्ते मेरो तर्फबाट मिठो नमन छ मेरो तर्फबाट। हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो चाहिँ भलुवाडको र आयोजकको र चप्पर गाउँको फाइनल हो। सो भनेपछि अन्डर 16 हो। सो त्यही भएर मलाई बोलाहान के म फेरि भ्लगर हो, आफ्नो गाउँको त म भ्लगर हो के। कति इज्जत दिन्छन् हेर्नु होला न, जिते पनि हारे पनि टिका लगाइदिन्छन् के। मेडल ओहो भ्लगर लेखेको मेडल पाइन्छ ओहो। त्यही भएर अब चाहिँ म जाँदैछु। यतातिर चाहिँ गाईबस्तु हन्। सो जिते पनि हारे पनि आफूले चाहिँ मेडल पाइन्छ। आँखामा के पऱ्यो यार, फुकिदिनु न आँखामा के पऱ्यो के। एउटा कुरा भन्न थियो, आजको भिडियोमा भ्युज आए नि नआए नि 1 घन्टाको भिडियो हालिदिन्छु। किनभने अब चाहिँ हामी चाहिँ वाच टाइम आवर धेरै लिनु मान्छे हो। फेरि यतातिर चाहिँ 2टा खुला छ, एउटा बिच बाटोबाट हेर्न सक्नुहुन्छ 2टा खुला छ। आहा उहाँ मैले घरमा मुख धोथेन कि बल्ल चम्किलो अनुहार देखियो होला है। अरुण दोष आज कहाँको म्याच हो भनिदेऊ त। अरुण दोष हेर है कहाँको म्याच हो भनिदेऊ। चप्पर गाउँको र डाँडाको भन्साला ओ हेर्न सक्नुहुन्छ। कुर्सी पनि ओ कुर्सी ओइ कुर्सी ल्याउँदै हो त्यसले चाहिँ। अंकित ओए ओ आमा ओए ह्यान्डसम ओए ह्यान्डसम। मलाई बोलाउनु आज, मलाई खेलाउनु भनेपछि यस्तो राम्रो प्लेयरलाई आज खेलाउनु है। भयो बुझे तिम्रो फुटबलको स्पेलिङ आउँदैन सानो खेलाउनु। जहाँ इज्जत हुन्न म त अब जान्न के। आँखाबाट आँसु मात्र खस्दैन के। बाबु है जाम अब हामी 2टा हामी बस्ने है कुर्सीमा। चेयरम्यान पर्सनलाई कसैलाई बसाल्ने होइन हुन्छ। चेयरम्यान म हो के त आयोजकले ताली पड्काउँछन्। सो भनेपछि मुख धुँदा पनि यस्तै भइरह। हे त्यो त केटा डेटिङ बस्यान है हो। सो केटाहरू राम्रोसित पढाऊ, राम्रोसित लेखाऊ। तिम्रो एसी हो थाहा कि नै? एसी हो। मुख धुन्छु के यार पहिलाको। सर्वप्रथम त म मुख धुन्छु। हेर भाइ एक्लै गेम बन्दिन होइन कि। तिमीले पास खेलेर आज उ गराऊ कि कल नआएर खोलामा मुख मात्र धोको। कसको भन्नु न तोडिदिन्छु। सो केटाहरू चाहिँ चोरबाजी खेलिरहन्। हेर्नु होला ल शिशिर दाइ हेर्नु होला, मैले 1 घन्टाको भिडियो हाल्छु कि आज। तपाईँले के हो कि 1 घन्टाको भिडियो त हालिदिन्छु कि। हाइलाइटमा 5 मिनटको राखिदिन्छु, हाइलाइटमा मात्र 5 मिनटको के हाइलाइटमा। यहाँ भ्लगरलाई बस्नु देखेनन् ओए। ओहो रेफ्रीको थोपडा आएर त तपाईँ हो रेफ्री। सो यतातिर चाहिँ गेम हुँदैछ। तिर चाहिँ उ भइरहेको छ। तिर चाहिँ फोटोसुट हुँदैछ अब चाहिँ। हेरौ साथीहरू पास खेलेर गरे। पर त 1 गोल त हानेस् यार त किपर होइन। अन्डर 16 फाइनल कल जित्छ आज चाहिँ। हजुर मामा फोटो होइन भिडियो गरिरहेको कि युट्युबमा हाल्नको लागि।
त्यही त राम्रो किचनेको क्वालिटी हेर्नु न बल्ल कुरा गर्नु के त्यही यता भान्जे भनिरहेको कुरा ओके त्यही यता भान्जे भनिरहेको धतङ्ग भन्छ क्या त्यही यता भान्जे भनिरहेको कुरा निशान बाबु हेरिदिउ त यता निशान ओइ यता हेर यता भिडियो गरिरहेको आज 1 घन्टाको भिडियो धुक्छौ के भ्युज आयो नि नआयो नि मलाई भएन ओइ तिम्रो सब्स्टिट्युट वाला जाऊ त ल यतातिर चाहिँ भेटाङ बुटुङ आउनु हेर ओ फर्स्ट प्राइज 25 त होइन र ओइ कुखुरा त्यहाँ आएकै यो चाहिँ हाम्रो फर्स्ट प्राइज ला हो गिफ्टमा चाहिँ बुलेट बाइक नि हो यो कला पर्छ थाहा छैन आज फर्स्ट प्राइज चाहिँ यही होला फर्स्ट प्राइज चाहिँ यही हो भनि त राहु सो विश्वास साथी यता हेरिदिउँ न रुक न हेरौ साथीहरू आयुष र पर्वतले 1 गोल त जानै पर्छ के गरिराखु यार नचाट्नु न ओहो सुशान्त दाइ हाइलाइटमा त तपाईँको के भिडियो कसम कसम हो कि हाइलाइट आफ्नो पैसा केटाहरूले बुझ्यो नि हो त्यही अनुसार खेल्ने एफर्ट लाउन पर्यो होइन बल अब राम्रो युटिलाइज गर्न पर्यो अनि त्यसपछि राम्रो खेल्छन् आज मलाई थाहा छ मैले चाहिँ सपोर्ट गरिरहेको अस्तिबाट सपोर्ट गरेको थिएँ कि सेकेन्ड म्याचमा फाइनल पुगिन् अनि पछि यतातिर चाहिँ पहिलेदेखि भइसकेको छ आई साथी हेर है 1 गोल त जान पर्छ हेर है साथी यार आज देखाइदिउ कि यत्रो वर्षको मेहनत रोशनले ब्याक कि कभर गरिदिन्छ नि एक्लै तपाईँले गर्नुहुन्छ आज देखाउने हो कि आज होइन कि दाइ यार ब्लगर भन्नु न राजु बाबु ओइ अफर 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 जल जित्छ बुलेट बाइक अफर 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 चाहिँ गान चलिरहेको छ अहिले ओ तिनीहरूलाई नि बोलाउनु केटाकेटीहरूलाई बल पुर्याउनको लागि केटाकेटीहरू बस्यान् कि त्यहाँ तिनीहरूलाई बोलाउनु कि त्यतिकै बस्यान् बाघ तिनीहरू उ गर्छन्
आज हेर्नु न भ्युज आओस् नआओस् 1 घन्टाको भिडियो त जान्छ के 1 घन्टा हान्ने यस्तो म्याचमा कहाँ छोड्ने हो र कहाँ छोड्ने अरू भन्नु दाइ पनि हेर्नुहोस् त होइन कि यस्तो भन्ने कि केटाहरूले के भन्छ ब्लग बना टिका लगाइदिन्छौँ ब्लगरको मेडल पाउँछ भन्छ ब्लगर अफ द इयर भनिहाल्छन् अब गाउँको हो नि त ए हो हजुर यहीँ गर्छु के उसमा हालिदिन्छु युट्युबमा हेर केटाहरू राम्रोसित खेल दाइ के भन्न चाहनुहुन्छ मेरो भ्लगमा त्यही पनि दोस्त के भन्न चाहन्छु मेरो भिडियोमा सब्सक्राइब खुट्टा देखाइदिनु न कस्तो हालतमा खेली किडै नभएर ल हाइलाइटमा त तपाईँको भइसकेको छ लस दाइ उहाँ हुनुहुन्छ करो चार हानिदिउ के आज टिम टक्करको हो यार राम्रो किपर राम्रो आउट गयो प्राइज हरि ब्लक 420 यहाँ आउनुभएका सबैले हरिलाई सब्सक्राइब गरिदिनु न हरि भला गर्न क्यामेरा एङ्गल चेन्ज अन्डर 16 आयोजकको र चप्पर गाउँको भनिने हुन्छ बालापुरको भनिने हुन्छ टक्करको चलिरह बाबु त यत्न बस है बल पुऱ्याइदे हुन्छ चेन्ज अनि पछि सो अहिले चाहिँ टक्करको उदाइ ह अलवाडका खेलाडीले यहाँ आउट फाल्दैछन् सीमा खेलाडीहरू किपरको सिनगर बसिरहेका छन् तर गोल भएन राम्रो सेभ किपरको एफसीको लागि यहाँ सुनौलो अवसर रहेको छ अर्नाललाई गोलमा परिवर्तन गर्दिनन् अब यतिखेर थाहा हुन्छ तर यहाँ फोन आइरहेको एफसीका खेलाडीले यहाँ कर्तन ल्याउन गइरहेका छन् खेलाडीहरू अहिले चाहिँ हाफ टाइम भइसकेको छ
आजको लाइसेन्स रिटिक उहाँले एन्थबाट लाइसेन्स प्राप्त गरेर आउनुभएको छ उहाँले भर्खरै युसिएल खेलेर आउनुभएको छ हाफ टाइम भइसकेको छ मलाई बाल भएन कन्ट्रोल चलिरहेको छ निकै राम्रो राम्रो कार्ड दिएर प्रिमियर लिग जिताउन सफल हुनुभएको छ फिफाले लाइसेन्स दिएर सबै अधिकारहरू प्रदान गरेको थियो तर त्यहाँ म पनि हारिछु फेरि अर्को टिकामा हारिछु हरिको यहाँ अझै पनि भलक चलिरहेको छ र लाइक भने 0 आउँछ होला जस्तो छ अब यो लक्ष्मी पो खेलाउँदै बलमा आएको यहाँको बल यत्रो हान्न मिल्दैन म लेफ्ट चल्दैन कहाँ चल्छ रफ बलीको नबनाऊ है सिधै फर्स्ट प्राइज दाइ फर्स्ट प्राइज फर्स्ट प्राइज सेकेन्ड प्राइज त्यहाँ होइन कि फर्स्ट प्राइज के यहाँ राम्रो खेलाडीको लागि बुलेट बाइक पाउँदैछन् आजको प्रथम पुरस्कार बुलेट रोयल इनफिल्ड एक गोल हाम्रो एक गोल चाहिँ शिशिर दाइले हान्नु थियो उहाँ हुनुहुन्छ एक गोल हानेको गाइज लस दाइसित अवसर पवन अवसर पाउनु भएको छ हट्न बल चाहिँ त्यत्न 3x को जुममा 3x को जुममा एक्टिङ कहाँ हुन्छ ओ बल देऊ मिस पास हुने पुगेको छ कौशल शङ्कर एक गोल तर पास भने खेलाडीले आउट पाएका छन् खेलाडी परिवर्तन भएका छन् भलभलबाट दर्शकको साथ काम भएको थियो पास खेल्न शङ्कर किन चाहिँ हान्दै र फेरि एउटा पाएका छन् राम्रो थियो तर त्यसका खेलाडीले पास खेलिसकेका छन् बल गरिरहेको छ बलवाडको राम्रो स्किल रहेको छ तर फेरि राम्रो बचाइरहेको छ किपरको
त्यसपछि अर्को बचाइरहेको छ फेरि पनि बचाइरहेको छ फेरि एउटा यहाँ सुनौलो अवस्था पाएको छ गोल गरिसकेका छन् प्लेयर भन्दा किपर दामी हो यताको नम्बर 22 का खेलाडी ब्रदर एफसी को हाम्रो पास खेल्दैका छन् तर ब्रदर एफसीबाट मिस पास हुन पुगेको छ जर्सी नम्बर 3 बाट जर्सी नम्बर 7 को शट राम्रो थियो तर किपरले सेभ गर्न फेरि पनि ब्रदर एफसी को बल ब्रदर एफसीले फेरि एउटा पाएका छन् ओके जर्सी नम्बर 30 को खेलाडीले आउट लिएका छन् उनको शट फेरि पनि ब्रदर एफसीले एक कार्ड पाइसकेका छन् अरू पाउनु राम्रो होइन नानी भएपछि कुलबाट खेल्नुपर्छ ल सँगसँगै क्याम्प परिसकेको छ भलवानले यहाँ आजको विनर हुन पुगेका छन् भने अब फर्स्ट प्राइज के हुन्छ हेरौँ गाइज ब्रदर एफसीका खेलाडी राम्रो प्रयास थियो हार मान्न हारबाट केही कुरा सिक्नु त थाहा कि नै किपर चाहिँ खतरनाक है आजको बेस्ट प्लेयर नै बुलेट भाइ हजुर दुईटा यसले पाउनु रेड पाइएन एक सेकेन्ड ल दाइले चाहिँ राम्रो सेभ गर्नु थियो बहुत राम्रो सेभ गर्नु थियो यार दाइ यार आजको च्याम्पियन हुन पुगेको छ भलवान रनर अप चाहिँ युगा मुचाइ लक्ष्मण आजको बेस्ट प्लेयर अफ द सिरिजले विश्वास सरको बुलेट बाइक पाउने छ पाके एक गोल नि हाल्न यार चलिरहेको छ झन् तेरो भिडियो जुम गरेर र किपर त खतरनाक है जुत्ता बिना नि किपर भविष्यमा कपिल अस्ति 11 बाट खेल्न सक्छन् राम्रो छ बाबु राम्रो खेले बाबु तर किपर चाहिँ राम्रो हुन सक्दैन है किपरमा यिनको भविष्य निकै लामो छ पानी फालाफाल भइरहेको छ च्याम्पियन टिमले पानी फालिरहेको छ फाल्नु न वाह हरि भलगले भलग बनाइरहेका छन् लाइक भन्ने धेरै डिस्लाइक आउँदैछ धेरै त नभन् यार ओइ साले ओइ धेरै जो भन्दिस यार भलगका आजको लाइफस्टाइल लाइफस्टाइल प्राप्त लाइफस्टाइलले पुरै भिजा छन् यार कपाल निकै ठुलो छ तर आइमानि जताकति मारेका छन् मैले एउटा दाइ यहाँ घर जाँदै हुनुहुन्छ क्याम्प सकिसकेपछि नि जर्सी नम्बर 45 का खेलाडीले स्किल देखाएका छन् आफूमा बिचरा कुखुराको नि आज दिन आयो कुखुरा गयो साथीहरू बिचरा यसको पनि कति बाँच्ने इच्छा थियो होला जो केटाहरू बोलेर खाने हो के भाइ यार कहाँ तिमी यस्तो फर्स्ट प्राइज अब यहाँ पुरस्कार वितरण हुँदैछ आजको खेलाडीले पक्का बुलेट बाइक त पाउँछ म्यान अफ द म्याच हाम्रो किपरको नाम के अरे हरिया जर्सी लगाएको किपर हाम्रो म्यान अफ द म्याच त्यहाँलाई कुखुराको दुईटा खुट्टा हाम्रो तर्फबाट उनको किपरमा निकै लामो छ है भविष्य उनी अब ए डिभिजन लिग खेल्ने उनले सङ्कटाबाट अलवाड एफसीबाट ब्रदर एफसी को किपरलाई दुईटा खुट्टा पहाड स्वरूप सुन्दर गिमिनीले दिनेछन्
हर्दै यार गोल हाल्नु होइन यार दुईटा खुट्टा हाम्रो भलोट एफसीको सालले हिजो के भन्छ जित्तिन्छ साला आज किपरले एडिडासको ब्रान्ड लाएर रहेछ कि रोकेको सबै खेलाडी आयो यहाँ दुईटा लेखेर पारे कुर्सीमा बसिरहेका छन् खेलाडी हाम्रो चाहिँ 6वटा टिमको बाबु आजसँग 7वटा 6वटा टिम 7वटा टिम भएन त तपाईँ आजलाई किन बाबु 6वटा टिम हो तँलाई किन झुट बोल्नु पर्यो बाबु र भन्न अनि तपाईँ को कोसँग खेल फाइनल हुन त हामी एउटा टिमसँग खेल्यौँ होइन अहिले एउटा चाहिँ डिसीसँग अनि एउटा चाहिँ हाम्रो डिसीको सेकेन्ड डिसीसँग कसो खेल्थ्यो अझलाई भन्दैन बाला बुसँग कसले भनेको आयोजक र बी अनि त्यो कुरा छोड्देऊ अब के भयो भने हामी प्राइजतिर जाउँ सेकेन्ड प्राइज टिमहरूको सेकेन्ड प्राइज कति हो अब फर्स्ट प्राइज 24 रुपैयाँ पुग्यो भने सेकेन्ड प्राइज कति होला 24 बाबु सोध्न ल फर्स्ट प्राइज 24 रुपैयाँ पुग्ला छोड्न देखा न ल भन देखा न के राम्रो के राम्रो त्यसै गरी फर्स्ट स्थान गर्न सफल टिमलाई हार्दिक बधाई त्यसै गरी प्रथम पुरस्कार हस्तान्तरण गर्न नायक भाइलाई म हार्दिक अनुरोध गर्दछु सम्पूर्ण टिमले ठाउँमा पाउन अनुरोध गर्दछु मेरा पढ़ाई ले कल ताली जाऊ ल आगामी दिनमा पनि एउटा कुरा बल छ कुरा छ हजुर मलाई थाहा भएन तिम्रो फेसबुक आइडी के हो विवेक छेत्री ल हरि थारू मेरै हो ल लस दाइ अब राम्रोसित जानु है शुभ यात्रा त्यसँग बाबु के हुन्छ सिस्टम हामीलाई मलाई पनि भरायो भाइ हेर बन्गे हुन्छ शङ्कर दाइ तपाईँले गोल हान्दा कस्तो ला भनिदिनु न ओ ए आइस यार हल्का साइडतिर हान्नु पर्ने हो नि यार तर ठिकै हो 4 पनि खतरा अब यताले तिमीहरू अब ड्रेस चेन्ज गर अहिले खाने कि शनिबार अहिले चाहिँ उता हान थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई